मुलुक स्वाधीन मुलुक हो। हिजो पुर्खाहरूले लडेर जोगाए, आज हाम्रो पार्टीले यो मुलुकको स्वाधीनताको वकालत गर्दै आएको छ। देशका विरोधीहरू ती स्वार्थ समूहहरूको चाहिँ लैलैमा आज नेकपा एमालेलाई कमजोर बनाउन राष्ट्रसभाको आवरणमा चुनाव चिन्ह लड्न ती स्वार्थी समूहहरू जोडिएका छन् र देशका मतियारहरू नै आज तपाईँले देख्न सक्नुहुन्छ। दाङमा त्यो एउटा उहाँहरूको प्रतिपात्र रूपमा त्यो घटना घटाइएको छ। यदि त्यो दोषीहरूलाई तत्काल सरकारले गिरफ्तार गरेर यदि राष्ट्रसभाले ती आरोपीहरूलाई बुझाओस्, सरकारले गिरफ्तार गरोस्, हामी पत्याउला। होइन भने यो राष्ट्रसभाको नाटक र यो एउटा पत्याउनेवाला हामी छैनौँ। यो राष्ट्रसभाको प्रायोजित एमाले माथिको